सो जापान आउँदै हुन्छ भने एकदम मेन्टल चाहिँ स्ट्रङ बनाएर आउनु होला। यहाँ आएर चाहिँ कसैले सुसाइड गर्नु नपरोस्, कसैले आफ्नो ज्यान फाल्नु नपरोस् क्या। रेस्ट इन पिस शर्मिला न्यौपाने। आज फेरि पनि जापानमा एकजना बहिनीले सुसाइड गर्नुभएछ। बहिनी भनौँ या साथी भनौँ, हामी सँगै अप्रिल इन्टेकमा आएको रहेछौँ होइन। मैले उहाँलाई खासै त चिनेको छैन, तर मलाई भन्न मन लाग्यो केही कुराहरू, किनकि उहाँ पनि सिजुओकामै बस्नुहुन्छ, म पनि सिजुओकामै बस्छु अनि छेउछाउ पनि पर्छ। अनि मलाई चाहिँ यस्तो नराम्रो फिल भयो क्या, हामी यस्तो ठाउँमा आउँछौँ होइन। अनि हामी नेपालमा हुन्छन् चाहिँ हामीलाई जसरी पनि जापान छिर्नुपर्ने हुन्छ कि। अब नेपालमा त्यस्तै हो, अब पढे पनि काम छैन, पढ्न नि मन लाग्दैन। नेपालमा हामी अल्छी पनि गर्छौँ, पढ्न पनि चाहँदैनौँ होइन। अब पछि फ्युचर पनि छैन भन्ने सोच्छौँ अनि हामी छोडेर आउँछौँ होइन। अनि यहाँ चाहिँ अब पैसा हुन्छ भने हाम्रो धेरै कन्सेप्ट हुन्छ नि त। अब लोन लिएर जापान आएपछि हामीलाई धेरै पैसा हुन्छ, धेरै काम गर्छु भन्ने हाम्रो कन्सेप्ट हुन्छ। अनि जुन हामीले नेपालमा सोच्छौँ नि त्यो चाहिँ हाम्रो यहाँ हुँदैन क्या, चेन्ज हुन्छ। अनि हामीलाई चाहिँ अब सिटीतिर एप्लाई गर्नुभन्दा चाहिँ गाउँतिर एप्लाई गर्यो भने चाहिँ हाम्रो सिओई आउँछ भनेर हामीलाई कन्सल्टेन्सीमा भनिएको हुन्छ। अनि हामीलाई यस्तो ठाउँमा फसाइन्छ। यो चाहिँ सिजुओकाको ठाउँ हो। यो म जुनबाट बोलिरहेको छु त्यो चाहिँ मेरो होस्टेल हो होइन। अनि जङ्गली हो यतापट्टि भनौँ। अहिले चाहिँ अब नेपालमा कन्सल्टेन्सीहरू यस्ता निक्लेका छन् होइन, जसरी पनि जापान पठाउनु पर्ने हुन्छ क्या। तैपनि यो कसैको गल्ती होइन, यो हाम्रै गल्ती हो होइन। हामी यहाँ आउनु पनि किनकि हामीलाई सिटीतिर एप्लाई गर्ने कि गाउँतिर एप्लाई गर्ने भनेर सोधिएको हुन्छ, तर हामीलाई डर देखाएको हुन्छ कि सिटीतिर एप्लाई गऱ्यो भने चाहिँ भिजा नआउन सक्छ भनेर। अनि हामीलाई चाहिँ त्यही डरले पनि हामीलाई जसरी पनि भिजा ल्याउनुहुन्छ होइन। त्यहाँ हुँदा हामीलाई थाहा हुँदैन नि त यहाँको बारे के हुन्छ कस्तो हुन्छ। अनि हामी आउँछौँ, त्यस पछाडि हामीलाई थाहा हुन्छ कि हामी गाउँमा परेछौँ भनेर होइन। अनि एउटा काम त जसो तसो जुन ठाउँमै गए पनि लगभग पाइन्छ नै होइन। तर एउटा कामले हामीलाई यहाँनिर होस्टेल फी तिर्नु पऱ्यो, खानु पऱ्यो, कहिलेकाहीँ केही सकिरहन्छ, चाहिने कुरा किन्नु पऱ्यो। यताउता गर्दाखेरि 1 लाख जति कमायो भने नर्मल्ली 50-60 हजार यहीँ सकिन्छ। बाँकी रह्यो 40 हजारले हामीले अब 14-15 लाख ऋण लिएर आएको हुन्छौँ। त्यो ऋण त तिर्न सकिँदैनौँ नि त। त्यही भएर हामीलाई अरू काम चाहिन्छ। अरू काम भएन भने दिनको 4 घन्टा 5 घन्टा काम भयो भने अरू पुरै टाइम हामीसँग फ्री हुन्छ। अनि हामीले धेरै सोच्छौँ, मेन्टल स्ट्रेस धेरै बढ्छ। अनि त्यस पछाडि घरबाट नि प्रेसर आउँछ होला बिचराहरू होइन। सो सुसाइड गरी चाहिँ बहिनीले, धेरै नमिठो लाग्यो। भन्न त धेरै मन थियो बट भन्न सकिनँ, बोल्न नि सकिरहेको छैन। मलाई त्यस्तै नमिठो लागिरहेछ होइन। यही ठाउँमा आएर कोही यही ठाउँमा सुसाइड गर्छ भने नमिठो लाग्दो रहेछ क्या। प्रेसर हुन्छ सबलाई छ, स्ट्रेस सबलाई छ होइन। अब घरकाले अलिक टाइम बुझिदिए भने ठिक छ, सबै थोक गर्न सकिन्छ। नआउनु जापान, हामी आइसकेपछि स्ट्रगल गर्न सकिन्छ, सुसाइड गर्नु हुँदैन। शर्मिला आएको अहिले 1.5 वर्ष भएछ, म पनि जापान आएको 1.5 वर्ष नै भयो। अब यो बेला भनेको चाहिँ हाम्रो सेमन गएको जाने बेला हो, अर्को गएको खोजेर जाने बेला हुँदै थियो। अब लगभग सबै पास भइसकेको थियो। अब उसको पनि केही भइरहेको थियो होला, ऊ पनि अप्रिलमै आएको रहेछ 1 वर्ष अगाडि। म पनि अप्रिलमै आएको थिएँ होइन। अब काम त त्यस्तै हो, काम अब एउटा हो, त्यसमै बस्ने हो होइन। तर त्यस्तो चाहिँ गर्नु हुँदैन थियो। सुसाइड चाहिँ सबै थोकको सोल्युसन थिएन होइन। तैपनि अब कुन मुडमा के सोचिन्छ, के भयो होला त्यसमा पनि केही भन्न सकिँदैन होइन। तर जापान आउँदै हुनुहुन्छ भने मेन्टल हेल्थ एकदम स्ट्रङ लिएर आउनुहोस्। घरमा सम्झाएर आउनुहोस् कि म 2 वर्ष 3 वर्ष 4 वर्ष चाहिँ केही गर्न सक्दिनँ, म कसैलाई हेर्न सक्दिनँ, म सकेँ भने पढाउँछु, सकिनँ भने मलाई नि चाहिन्छ है भनेर एउटा स्ट्रङ मेन्टालिटी लिएर आउनुहोस् होइन। अब हामी नेपाली आउने भनेको सबै ऋणमै हो होइन। अब यो त हुने कुरा हो। अनि अब तर सुसाइड नै चाहिँ सबै थोक होइन जस्तो लाग्छ मलाई। अब बाबाआमाले यत्रो दुःख गरेर यहाँ पठाए होइन। शर्मिला बहिनीले आफूलाई सकिन् होला, उसको मनमा धेरै कुराहरू भयो होला, डिप्रेस्ड भइन् होला। डिप्रेस्ड म पनि भएको थिएँ कुनै समयमा। अहिले त अब हिल भइसकेँ होइन। धेरै कुराबाट डिप्रेस्ड हुन्छ क्या यो जङ्गलमा। वहाँनिर बरु राम्रो ठाउँबाट बसेर यो जङ्गल आएपछि कोही डिप्रेस्ड हुँदैन भनेर त भन्न सकिँदैन नि त। यदि तपाईँ जापानको सिटी जाँदै हुनुहुन्छ भनेर कसैले भन्छ अनि सिटीमा चाहिँ जस्तै नागोया पऱ्यो भने, नागोयै पऱ्यो भने पनि सबै नागोयाको त्यो सिटी जस्तो हुँदैन। जस्तै हामी पनि आउँदाखेरि नागोया नै भनेर आएको थियौँ, हामी त आएको नागोया नै हो। तर नागोयाको हामी चाहिँ गाउँमा पऱ्यौँ, गाउँ पनि यति गाउँ होइन। अब वरिपरि जति नेपालमा धान फल्दैन थियो नि त्योभन्दा धेरै यहाँ धान फल्छ। अनि सो जो जापान आउँदै हुनुहुन्छ एप्लाई गर्न आँट्नु भएको छ, नआउनु भनिँदैन, आउनु, किनकि स्ट्रगल गरेर नै सबै थोक सिक्ने हो होइन। म पनि यति स्ट्रङ थिइनँ, म नेपालमा बसेको भए यति स्ट्रङ हुन सक्दिनँ थिएँ, म आफ्नो लागि बोल्न पनि सक्दिनँ थिएँ होला। तर अहिले म आफ्नो लागि आफै गर्ने भएको छु होइन। नेपालमा बेरोजगारी बस्नुभन्दा जापान आउनु पनि ठिकै हो, तर जापान आएर सुसाइड गर्नु चाहिँ त्यो ठिक होइन। फेरि पनि अन्तिममा रेस्ट एन्ड पिस शर्मिला न्यौपाने। अब तिमी फर्केर त आउँदैन, तर तिम्रो आत्मा स्वर्गमा बास होस्। सधैँ तिमीलाई सम्झिरहनेछौँ।